आज म तपाईँहरूलाई एउटा रियल स्टोरी सुनाउँछु। छोटो अनि मिठो अनि प्यारो छ। त्यो के हो भने केही समय अगाडि एकजना मान्छेको चाहिँ बाबाको देहान्त भएको थिएछ। अनि जो बाबाको देहान्त हुनुभयो छोरा, उहाँ छोरा चाहिँ धेरै टाढामा बस्नुहुन्थेछ। र पनि आफ्नो बाबा हो, गयो है, गाउँमा गएछ। तर त्यो मान्छे जो छोरा भनौँ, त्यो छोरा चाहिँ आफ्नो परिस्थितिले गर्दा या आफ्नो किस्मतले गर्दा होला, केले गर्दा होइन, पहिलादेखि नै घरदेखि गाउँदेखि टाढो बस्नुहुन्थेछ। तर अब बाबा खसेपछि त गाउँमा जानु पर्यो होइन। त जाँदाखेरि उहाँ मान्छेको चाहिँ 3 जना दाजुभाइ हुनुहुन्थेछ। अनि सबै गाउँमै बस्ने। अनि जो एकजना व्यक्ति टाढोबाट बस्ने त्यो गाउँमा गएको थियो, उहाँलाई त्यो गाउँमा जब बाबा अब खसेपछि गाउँमा एउटा मिटिङ बस्छ होइन, सल्लाह बस्छ। त्यो सल्लाहमा धरि बोलाएन रहेछ। अनि त्यो छोराले केही पनि भनेन रहेछ। उसलाई मनमा त लागेछ तर केही पनि भनेन रहेछ। अनि कामहरू सकियो, काम गर्यो है। जब अब काम सकेर अनि लास्टको दिन समाजहरू बसेर फेरि सबै परिवारहरू राखेर तलमाथि के भयो हिसाब किताबहरू सुनाउने बेला हुन्छ नि, त्यति बेला पनि त्यो टाढामा बस्ने छोरालाई बोलाएन रहेछ। त्यति बेला त्यो छोराको मन चाहिँ कस्तो भयो होला भनेर तपाईँले पनि अन्दाज गर्नुहोस्। अनि त्यो स्टोरी सुन्दाखेरि मलाई चाहिँ कस्तो लाग्यो भने त्यो छोराको मन चाहिँ एकदमै टुट्यो होला है। अनि आफ्नै गाउँले पनि त्यति टाढो गर्दो रहेछ। यदि गाउँमा बसेन भने, आफ्नो गाउँलाई टाढामै बसेर माया गरे तापनि गाउँकोहरूले त्यसरी गिन्ती गर्दैन रहेछ। यो तपाईँहरूले कमेन्टमा भन्नुहोला, यो छोराको त्यो जो टाढोमा बस्ने छोराको गल्ती थियो कि गाउँ समाजको गण्यमान्य व्यक्तिहरूको या उहाँको जो दाजुभाइ गाउँमा बस्नुहुन्थ्यो उहाँको गल्ती हो कि कसको गल्ती होला तपाईँले भन्नुहोस् है। किनभने मलाई चाहिँ के लाग्छ भने परिस्थितिले मान्छे टाढो भएको हुन्छ है। गाउँमा आफ्नो माया त छँदैछ, गरेकै हुन्छ होइन। सायद उसले पनि अब टाढामै बसे पनि गरेको थियो होला माया। तर अब आफ्नो आफ्नो सोचाइमा डिपेन्ड गर्छ यहाँ है। गाउँकोहरूले सोच्यो होला यो त गाउँै छोडेर गएको, यसलाई किन समाजमा पनि बोलाउनु है, समाजमा पनि छैन भन्ने पनि सोच्यो होला। अब त्यो पनि उहाँको सोचाइ पनि ठिकै नै हो जस्तो लाग्छ है। अनि छोराले सोच्यो होला आफ्नो गाउँमा यति टाढो त भएको थिइनँ होला जति मलाई गाउँले सोच्यो। गाउँलाई त म माया गर्छु र पनि मलाई किन यति टाढो, यति साह्रो टाढो गर्यो भनेर छोराले मन दुखायो होइन। अब छोराको पनि सोच ठिकै हो। हजुरहरूले भन्नुहोला यसमा चाहिँ अब कसको चाहिँ सोच चाहिँ सही होला, गाउँले ठिकै गर्यो कि छोराले ठिक गर्यो है। अब छोरा परिस्थितिले गर्दा टाढो भयो, अब त्यो छोराको परिस्थिति हो। गाउँले सोच्यो यो गाउँको समाजमा छैन, यसलाई समाजको मिटिङमा किन बोलाउनु, त्यो पनि गाउँको ठिकै हो। तर त्यहाँनिर जो दाजु थियो उसको गाउँमै बस्ने, उहाँ दाजुले सायद भन्नु पर्थ्यो होला कि जस्तो भए पनि मेरो आफ्नो खुन हो, मेरो भाइ हो, मैले बोलाउनु पर्छ भनेर सोच्नु पर्थ्यो होला। कि तपाईँहरूलाई कस्तो लाग्छ है। मैले आज एउटा त्यो स्टोरी सुने अनि मलाई पनि तपाईँहरूसँग सेयर गर्नु मन लाग्यो। किनभने यस्तो चिजहरू कसैको लाइफमा घटेको हुन्छ, त्यसले गर्दा मैले हजुरहरूसँग सेयर गरेँ। तपाईहरू सबैजनाले कमेन्ट राख्नुहोला कसको सही हो अनि कसको गलत हो भनेर है। ल हुन्छ, धन्यवाद।